नमस्ते एभ्रिवान। हामीलाई कति धेरैजनाले सोध्नुहुन्छ कि ड्रिम सिटी पोखरा चाहिँ कता हो भनेर। ड्रिम सिटी पोखरा आफैमा नाम पनि कम्प्लिट छ, पोखरामा छ र पोखराको पुम्दीकोटमा जुन तपाईहरुले देख्न सक्नुहुन्छ यो शिवको मन्दिर, कतिपय त दर्शनको लागि पनि आइसक्नु भयो होला। आउँदै गर्दाखेरि ड्रिम सिटीको बारेमा पनि अलिकति थाहा नभएर नआउनु भएको भन्ने कुराहरू पनि कमेन्ट्सहरुमा मेसेजहरुमा पनि भनिराख्नुहुन्छ र तपाईहरु भ्यालीबाट पनि देखिन्छ, भ्यालीबाट स्तूपा देखिन्छ, सँगसँगै यो शिवको मूर्ति पनि देखिन्छ। तपाईहरु आउन सक्नुहुन्छ। यो शिवको मूर्तिको ट्याक्कै अपोजिट यो हटर बलुन पनि देखिन्छ र भ्यालीबाट पनि देखिन्छ। यो पामे साइड एरियाहरुबाट पनि हटर बलुनहरु पनि देखिन्छ। तपाईहरु आउन सक्छ। यही हटर बलुन देखिने ठाउँ नै ड्रिम सिटी पोखरा हो, जहाँ तपाईहरुले पाउन सक्नुहुन्छ लोटस स्विङ पाउन सक्नुहुन्छ, फ्यामिली स्विङ, त्यसपछि चाहिँ लङ स्विङहरु, स्काई ब्रिजहरु देखि लिएर तपाईहरुले रेस्टुरेन्टमा पनि तपाईहरुले इन्जोय गर्न सक्नुहुन्छ र तपाईहरुले चाहिँ इन्ट्रान्स मिरर हाउस मिरर मेजबाट गर्न पाउनुहुन्छ भने सँगसँगै तपाईहरुले चाहिँ डालो पार्कहरु पाउनुहुन्छ, अम्ब्रेला पार्कहरु पनि पाउन सक्नुहुन्छ र यति राम्रो भ्यू त झन् छुटाउँदै नछुटाउनु होला। आउन सक्नुहुन्छ ड्रिम सिटी पोखरामा। र पुम्दीकोट यस्तो प्राइम प्लेसमा छ कि तपाईहरुले पुम्दीकोटबाट देख्न सक्नुहुन्छ यति राम्रो पोखराको भ्याली सिन। त्यसपछि तपाईहरुले कुनासम्मको माउन्टेनको भ्यू पनि देख्न सक्नुहुन्छ के। सँगसँगै तपाईहरुले यो तालको भ्यू र अपोजिट डाँडा भनेको चाहिँ सरङकोटको डाँडा हो। तपाईहरुले यो डाँडालाई पनि एक्सप्लोर गर्नु होला। अहिले त झनै पञ्चमुखी गणेश बनेको छ। तपाईहरुले केबल कार मार्फत पनि जान सक्नुहुन्छ भने तपाईहरुले आफ्नै साधनमा पनि जान सक्नुहुन्छ। एकदमै राम्रो छ पोखरा, आफैमा एकदम सुन्दर ठाउँ हो। सँगसँगै तपाईहरुले पनि पोखरा आउने इच्छाहरू गर्नुहुन्छ नि त, डिफ्रेन्ट ठाउँबाट, डिफ्रेन्ट लोकेसनबाट। त्यो गर्दै गर्दाखेरि एकदमै खुसी लाग्छ र ड्रिम सिटी पोखरा पनि भिजिट गरिदिनु होला। एकदमै राम्रो छ ठाउँ र ड्रेसको सुटहरू गर्ने ठाउँ पनि कता हो भन्नुहुन्छ। ड्रेसको सुट गर्ने ठाउँ पनि यही पुम्दीकोटमा रहेको ड्रिम सिटी पोखरामै हो र तपाईहरु आएर आफ्नो ड्रेसहरुको सुटहरू पनि गर्न सक्नुहुन्छ र आफ्नो एउटा रिफ्रेशमेन्टको लागि पनि एउटा तपाईले रमाइलो ठाउँ खोज्दै हुनुहुन्छ भने पक्कै पनि ड्रिम सिटी पोखरालाई चुज गर्न सक्नुहुन्छ। थ्यांक यू सो मच।